नमस्कार सबैजनालाई। आज एउटा महत्त्वपूर्ण कुरा तपाईहरुसँग शेयर गर्नुपर्ने भएको कारणले म यो भिडियो बनाउँदैछु। एउटा भन्दा पनि विशेष गरी दुईटा कुरामा मैले आज छलफल गर्नेछु। पहिलो कुरा त अहिले जुन वार्ताको प्रयास भइरहेछ, आन्दोलन पछाडि आएका उपलब्धिहरूलाई संस्थागत गर्न, नयाँ सरकार बनाउन र अगाडि कसरी जाने भन्ने एजेन्डाहरू पूरा गर्नको लागि, एजेन्डाहरू बनाउनको लागि जुन वार्ता भइरहेछ, त्यो वार्ताको विषयमा केही कुराहरू बोल्न चाहन्छु। विशेष गरी जेनजी र सेनासँग जोडिएको कुरा हुनाले जेनजीलाई र सेनालाई म यसको ध्यान आकृष्ट गर्न चाहन्छु। अहिले सेनालाई नेपालको एउटा ठुलो प्रतिष्ठाका साथ र जनताले ठुलो सम्मान दिएर राखेको छन् र नेपालले सोही अनुसार काम पनि गर्दै आएको छ। विशेष गरी विषम परिस्थितिमा र यस्तो क्राइसिसको अवस्थामा सेनाले नेपालमा हर समय राम्रो भूमिका निर्वाह गर्दै आएको छ। यसपालि पनि सेनाले जुन सुझबुझका साथ काम गर्यो, त्यस्तै गर्दा धेरै नै धनजनको क्षति अर्थात् विशेष गरेर ज्यानहरू, मान्छेको जीवनको क्षति चाहिँ कम हुन गयो जस्तो देखिन्छ। तर पनि सेनाले यो आन्दोलनको अवस्थालाई कुरा गर्ने हो भने जब प्रधानमन्त्रीले राजीनामा दिइसकेका थिए, त्यतिखेर तुरुन्तै आफ्नो रोल भूमिकालाई अगाडि बढाएर तुरुन्तै नै सेनाले एक्सन लिएको भएदेखि नेपालमा अहिले जे जति अरबौं अरबको धनजन क्षति भयो, विशेष गरी सार्वजनिक र व्यक्तिगत सम्पत्तिहरू, ती कुराहरू चाहिँ क्षति हुन पाउँदैन थिए। त्यहाँ सेनाले थोरै कमजोरी गरेको अर्थात् चुकेको जस्तो देखिन्छ। तर आज म त्यस विषयमा खास छलफल गर्न गइरहेको छैन। आज चाहिँ म छलफल गर्न गइरहेको विषय चाहिँ अहिलेको सबैभन्दा ठुलो विषय वार्ताको विषय हो। नयाँ सरकार गठन गर्ने र आउँदा दिनहरूमा कसरी देशको राजनीतिलाई अगाडि बनाउने भन्ने विषयमा जसरी वार्ता भइरहेको छ, त्यो वार्ताले गर्दा नेपालीहरूको मनमा, आम जनताको मनमा र विशेष गरी जेनजीको मनमा नै ठुलो अविश्वास पैदा गरेको छ। खासमा यो जब एउटा सरकार नभएको एउटा शून्यताको अवस्था सृजना भयो प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि र प्रधानमन्त्री लगायतका सम्पूर्ण व्यक्तिहरू राज्यको आवरणबाट, सत्ताको आवरणबाट, सरकारको आवरणबाट बाहिरिसकेपछि जुन खालको एउटा भ्याकुम क्रिएट भयो, त्यतिखेर राष्ट्रपतिले तुरुन्तै एक्सन लिनुपर्ने हुन सक्थ्यो। तर त्यतिखेर राष्ट्रपति भवनमा समेत आन्दोलनकारीहरूले आक्रमण सुरु गरेको कारणले हो वा अन्य कुनै कारणले उहाँले तुरुन्तै एक्सन लिन सकेको देखिँदैन। त्यस बेलामा सेनाले एक्सन लिनु, सेनाले टेक ओभर गर्नु अर्थात् सेनाले जिम्मेवारीता लिँदै अगाडि बढ्नु र आन्दोलनकारी पक्षहरूलाई वार्तामा बोलाउनु असाध्यै स्वागतयोग्य कुरा हो। त्यो गर्नु पनि पर्थ्यो, सेनाले गर्यो। तर अब जब वार्ताको माहौल बन्दैछ भने अब यतिखेर सेनाको भूमिका चाहिँ असाध्यै निष्पक्ष र असाध्यै एउटा असंलग्नताको नीतिबाट सेनाले काम गर्नुपर्ने हुन्छ। उसले त वार्ताका पक्षहरूलाई जोडिदिने मात्रै हो। विशेष गरी यतिखेर राष्ट्रपति वा राष्ट्रपतिका प्रतिनिधि र जेनजीका प्रतिनिधिहरू बीचको वार्ता गराउने काम सेनाको हो। तर सेना यसमा कुनै पनि हिसाबमा जोडिन मिल्दैन। सेनाले कसैको पनि इन्ट्रेस्टहरूलाई त्यो वार्ताको कोठाभित्र प्रतिबिम्बित गर्ने खालको कुनै पनि काम गर्न मिल्दैन। सेनापतिले त्यहाँ उपस्थित हुनु राम्रो होला, ठिक छ, त्यसमा हामी अन्यथा लिँदैनौँ। तर सेनापतिले वार्तामा कुनै पनि व्यक्तिहरूको पक्षहरूको भेस्टेड इन्ट्रेस्टलाई त्यहाँ प्रतिबिम्बित हुन दिनु हुँदैन। यदि त्यसो गरेमा सेनाको कामलाई जनताहरूले अविश्वास गर्न लाग्छन्। अहिले जसरी जेनजीका वार्ताकारहरूले भनेअनुसार त्यहाँनेरि दुर्गाप्रसाईको हरदम सेनासँगै रहने, सेनापतिसँगै रहने भनेर दुर्गाप्रसाईले भनिरहेछन् र वार्तामा पनि दुर्गाप्रसाई उपस्थित रहने वातावरण बनिरहेको छ, अवस्था बनिरहेको छ। त्यसले जेनजीका प्रतिनिधिप्रति र आम नेपालीहरूको परिवर्तनको एउटा आशप्रति तुषारपात गर्ला जस्तो देखिएको छ। दुर्गाप्रसाई आफैमा असाध्यै विवादास्पद व्यक्ति हुन्। उनी आफ्नो स्वार्थअनुसार विभिन्न पार्टीहरू बदल्दै जाने, विचारहरू बदल्दै जाने खालका मानिस हुन् र उनी एक हिसाबले सुरुमा उनी माओवादी पनि थिए, त्यसपछि एमाले पनि भए। जब एमाले सत्तामा आयो र त्यसपछि फेरि त्यहाँबाट पनि केही प्राप्ति नभएपछि उनी
बीचमा एकचोटि आफ्नै एउटा पार्टीहरू पनि खोल्न खोजे र उनले ऋण नतिर्ने अर्बौं ऋण लिएर ऋण नतिर्नको लागि अनेक बहाना पनि गरिरहेका छन् र त्यसको साथीको रूपमा तयार गर्न उनले आम जनतालाई तिमीहरू पनि ऋण नतिर ऋण तिर्नु पर्दैन भनेर जनतालाई पनि भड्काउने काम गरिरहेका छन् र भर्खरै उनी एउटा राज्य विरुद्धको अपराध भनौँ अर्थात् अहिलेको कानुनले भनेअनुसार उनी अहिलेको अदालती प्रक्रियाले भनेअनुसार अपराधीको रूपमा जेलमा बसेर निस्केका व्यक्ति पनि हुन् भर्खरै। त्यसलाई राजनीतिक जेल भन्ने हो भने पनि हुन त मान्छेकै मृत्यु मरेको थियो, हत्यासँगै जोडिएको अपराध थियो। त्यति गर्दा गर्दै पनि दुर्गा परसाई कुन हिसाबले त्यो आन्दोलनको वार्तामा बस्नुपर्ने व्यक्ति हुन् त्यो कुरा बुझिँदैन र यो कुरामा सेनाले असाध्यै गहिरो रूपमा सोचेर यस्ता पक्षहरूलाई वार्तामा समाहित गराइनु हुँदैन भन्ने कुरामा सेनापति असाध्यै चनाखो रहनुपर्छ। नत्र भने यो वार्ता भाँडियो भने देश ठुलो विखण्डनमा जान्छ, ठुलो अप्ठ्यारो दुर्घटनामा देश जान्छ र त्यसपछि कसैले पनि हाम्रो देशलाई सम्हाल्न सक्ने अवस्था रहँदैन। र यो जेनजीको उपलब्धिलाई नचाहनेहरू व्यक्तिहरू नचाहने मान्छेहरू यो जेनजीको आन्दोलन असफल भएको हेर्न चाहने मानिसहरूलाई ठुलो खुसीको पुरस्कार दिएको महसुस हुन सक्नेछ। त्यसैले यसमा सेनाको असाध्यै निष्पक्ष मोडलको एउटा संलग्नताको जरुरी छ। त्यसै गरी म जेनजीका युवाहरूलाई पनि के अनुरोध गर्न चाहन्छु कि विनम्र सल्लाह दिन चाहन्छु भने सेनापति वा सेनाका मान्छे, राष्ट्रपति वा राष्ट्रपतिका प्रतिनिधि बाहेक अरू कसैसँग पनि बसेर तपाईहरू वार्ता नगर्नु होला। यदि त्यसरी वार्ता गर्नुभयो भने त्यो वार्ताले राम्रो नतिजा ल्याउन सक्दैन। त्यो एक नम्बर कुरा भयो। र दोस्रो नम्बरको कुरा चाहिँ अहिले संवैधानिक सरकारको कुरा गरिँदैछ। जब ठुलो आन्दोलन हुन्छ, आन्दोलनकारी पक्षहरूको चाहनाअनुसार देशमा सरकार बन्नुपर्ने हुन्छ, प्रणालीहरू परिवर्तन गर्नुपर्ने हुन्छ। यदि त्यसो गरिएन भने 7 सालको क्रान्ति अर्थात् 7 सालको हामीले 7 सालपछि उपलब्ध गरेको प्रजातन्त्र भनौँ वा 46 पछि उपलब्ध गरेको प्रजातन्त्र भनौँ वा 62-63 को आन्दोलनप्रति पछि प्राप्त गरेका उपलब्धि जस्तै यो पनि अधकल्चो हुन्छ। फेरि पुरानै व्यक्तिहरूले खेल्ने मौका पाउँछन्। फेरि पुरानै मानिसहरू, तिनी भ्रष्ट पार्टीका नेताहरूले आएर यहाँ फेरि सरकार बनाउने, सरकार गिराउने र बहुमतको कुराहरू, अङ्कको भागबण्डाहरू, अङ्कको आधारमा देश चलाउनको लागि सांसदको किनबेच जस्ता कुराहरू फेरि बिउतन्छन्। त्यो भएर पुरानो सत्ताको थोरै पनि पदचिह्न हामी राख्न चाहँदैनौँ भने प्यारा जेनजी भाइ बहिनीहरू, तपाईहरूले प्रष्ट भएर यो संसद जसरी पनि डिजल्भ गर्ने, विघटन गर्नेतिर तपाईहरू लाग्नै पर्छ। एक नम्बर कुरा। 2 नम्बर, असाध्यै राम्रो प्रस्ताव आएको छ। मलाई यतिखेर भएको अप्सन मध्ये राम्रो जस्तो लाग्छ। सुशीला कार्कीको अध्यक्षतामा सरकार बनाउने, जेनजीका भाइ बहिनीहरू बस्ने र त्यसमा केही सिनियर अहिले भइरहेका पार्टीकै हो अर्थात् कोही व्यक्तिहरू अलि सिनियर व्यक्ति पनि 2-3 जना ल्याउनुपर्छ भने तपाईहरूले राख्न सक्नुहुन्छ। तर छिटोभन्दा छिटो सरकार बनाउनुहोस् र छिटोभन्दा छिटो संसद विघटन गर्नतिर लाग्नुहोस्। यदि संसद विघटन गरिएन भने यो उपलब्धिले पनि केही हुँदैन र पुनः मुसिका भव भने जस्तै फेरि मुसो भए जस्तै त्यो कथामा फेरि पनि हामी जहाँको त्यही नै पुग्छौँ, त्यही गोलचक्करमा हामी फस्छौँ। त्यसैले यो संसद पक्कै पनि डिजल्भ हुनुपर्छ। र तेस्रो नम्बरमा तपाईहरूले चाहेको अब आउँदो चुनावबाट नै 6 महिनापछिको 5 महिनापछि हुने चुनावबाट नै प्रत्यक्ष चुनावी प्रणालीबाट कार्यकारी प्रमुख छान्ने हो भने हामीले एउटै अप्सन लिन सक्छौँ। त्यो जनमत संग्रहको, त्यो चुनावबाट संसदबाट छानिने भन्दा पनि राम्रो अप्सन हुनसक्छ। त्यतिखेर हामीलाई प्रदेश संरचना चाहिन्छ कि चाहिँदैन, प्रत्यक्ष प्रणालीमा कार्यकारी प्रमुख छान्छौँ कि छान्न मिल्छ कि मिल्दैन जस्ता केही महत्त्वपूर्ण सवालहरू राखेर जनमत संग्रह गर्न सक्छौँ र त्यसबाट आएको जुन उत्तर हुन्छ त्यो उत्तर चाहिँ संसदले दिएको भन्दा परिपक्व जनताको प्रत्यक्ष संलग्नतामा आएको उत्तर हुनेछ। त्यो उत्तरलाई पछि संसदले उसलाई हाम्रो संविधानमा जोड्न सक्छ, संविधानमा त्यसलाई फेरि प्रतिबिम्बित गर्न सक्छ। यसैले हामीले यतिखेर असाध्यै होसियार भएर अगाडि बढ्नुपर्ने छ। जेनजीका भाइ बहिनीहरूलाई शुभकामनासहित असाध्यै ध्यान दिएर अगाडि बढ्न अनुरोध गर्छु र तपाईहरूको सुझबुझले देशले कायापलट गर्नेछ, काँचुली फेर्नेछ र गरिब मान्छेहरूले
अरबमा